र तपाईँहरू देख्न सक्नुहुन्छ यो भनेको चाहिँ स्याउको बोट यसरी सुकेको अवस्था छ र यो स्याउको बोट यसरी सुक्दाखेरि चाहिँ हामीले यसको जराबाटै हेर्दाखेरि लाईको भुवादार लाईको चाहिँ यो सबै गिर्खाहरू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। जस्तो यो प्रत्येक ठाउँमा अहिले चाहिँ सेतो सेतो कलोनी र सामान्यतया यो भुवादार लाई चाहिँ चिसो अवस्थामा चाहिँ यसरी जरामुनि गएर जरालाई चुस्दाखेरि चाहिँ यस्तो खालको गिर्खाहरू चाहिँ बनाया हुन्छ। र यो हेर्नुभयो भने जराको यो भागसम्म चाहिँ जस्तो यो डाँठको सेक्सन छ भने चाहिँ यहाँको भागदेखि ल्याएर टुप्पैसम्म चाहिँ पुगेको अवस्था छ। त्यही भएर हामीले चाहिँ भुवादार लाईलाई सकेसम्म चाहिँ जरामा जान चाहिँ दिन हुँदैन। जरामा गएको अवस्थामा चाहिँ यो हिसाबले चाहिँ तपाईँहरूको बोट पनि सुक्न सक्छ है त। त्यो कारणले गर्दाखेरि यसलाई चाहिँ हेलचेक्राइ नगरी अलिकति राम्रोसँग व्यवस्थापन गर्न सकियो भने चाहिँ दिगो रूपमा तपाईँहरूले बोटको स्वास्थ्यलाई पनि बचाउन सक्नुहुन्छ। साथसाथै यसरी चाहिँ बोट मर्ने समस्या र यसरी लाइरहँदाखेरि चाहिँ यसले अन्य रोगहरू पनि यसको गिर्खाको माध्यमबाट चाहिँ अन्य रोगहरू पनि लाग्ने कारण जस्तै फेद कुहिने रोगहरू होइन, अनि त्यसै डाँठ खुइने रोग जस्ता चिजहरू लाग्न सक्ने हुनसक्छ। त्यसैले गर्दाखेरि चाहिँ यस्तो गिर्खाहरू चाहिँ लाईलाई जरामा छिर्न चाहिँ दिनु हुँदैन।